सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सभामुख महोदयको अनुमतिले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा भाग लिन कुनै पनि मान्य सदस्यको नाम प्राप्त भएन। तसर्थ म मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।